सोसियल मिडियामा एक भिडियो निकै भाइरल भइरहेको छ। 18 अप्रिल 2026मा यो घटना घटेको थियो, जो चाहिँ अमेरिकाको टेमेकुला, क्यालिफोर्नियामा 13 जना बोकेको हट एयर बेलुन अचानक कसैको घरको आँगनमा ल्यान्ड गर्छ, इमर्जेन्सी ल्यान्ड गर्छ, जसले 13 जना बोकेको थियो। तर 13 जना मध्ये कसैलाई केही पनि भएको छैन। एकदमै सेफ ल्यान्ड भएको छ र यसको कारण भनेको कम इन्धन र हावा परिवर्तनका कारण अचानक इमर्जेन्सी ल्यान्ड गरेको भनेर भनिएको छ। Wow! Just our house, and then wow! It landed in the street. Yeah, and then Woo! Babe, should somebody be here in case some